नमस्कार सम्पूर्ण मित्रहरू। हाम्रो नेपाल यसै पनि प्राकृतिक सौन्दर्यताले भरिभराउ रहेको राष्ट्र हो। त्यसै प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्ने क्रममा म चाहिँ आज रामेछाप जिल्ला अन्तर्गतको रामेछाप र दोलखाको सीमा क्षेत्रमा अवस्थित यो सैलुङ डाँडामा घुम्न आएको छु र यहाँको दृश्य एकदमै मनमोहक रहेको यहाँले देख्न सक्नुहुन्छ। यहाँ भनौँ न एउटा स्वर्गको टुक्रा झैँ प्रतीत भइरहेको छ यो ठाउँ र पक्कै पनि यस क्षेत्रमा आउने जो कोहीलाई पनि यही अनुभव हुन्छ कि यो क्षेत्र एकदम रमणीय मात्र नभएर सौहार्द र शान्तिपूर्ण पनि रहेको छ। यस क्षेत्रलाई चाहिँ मैले एउटा स्वर्गको टुक्राको रूपमा बयान गर्न चाहेँ र हजुरहरू पनि यस स्वर्गको टुक्राको स्वर्गीय आनन्द अनुभूति गर्न चाहनुहुन्छ भने कृपया यस क्षेत्रमा भ्रमण गर्न सक्नुहुन्छ भन्दै म बिदा हुन चाहन्छु। नमस्ते।